सबैजनालाई आउँदै गरेको 2082 सालको चाहिँ नयाँ वर्षको चाहिँ तपाईँहरू सबैजनालाई एकदम धेरैभन्दा धेरै शुभकामना छ हामी दुवैजनाको तर्फबाट। तपाईँहरूको जिन्दगी फलोस् फुलोस् होइन। अब आउने नयाँ इयरले झन् धेरै प्रगति उन्नतिहरू लिएर आओस्। अनि तपाईँहरूले न्यू इयर रेजोल्युसन जे राख्नुहुन्छ त्यो चाहिँ तपाईँहरूले पुरा गर्नु होला। हामीहरूले चाहिँ अब 1 महिना जस्तो गर्छौँ, त्यसपछि चाहिँ छोड्ने बानी हुन्छ। त्यसैले तपाईँहरूले जे रेजोल्युसनहरू राख्नुभएको छ पुरा गर्नु होला र सफलता हजुरहरूले नयाँ जे पनि गर्नु खोज्नुभएको छ त्यसमा सबैले सफलता मिलोस् भन्दै अब हामी चाहिँ हाम्रो यो भिडियोमा तपाईँहरूलाई चाहिँ आजको कार्यक्रममा स्वागत गर्न चाहन्छौँ है त। हुन्छ। अनि आज चाहिँ हाम्रो न्यू इयर पार्टी पनि रहेको छ। सो हामी दुवैजना चाहिँ न्यू इयर पार्टीको लागि रेडी भएर चाहिँ होइन जान लागिरहेका छौँ। दिस इयर टकिङ अबाउट आवर सेल्फ होइन, हाम्रो बारेमा कुरा गर्नु पर्दाखेरि चाहिँ 2081 चाहिँ हाम्रो लागि चाहिँ एकदम धेरै लक्की इयर भयो। बिकज हामीले चाहिँ धेरै होइन आफूलाई ग्रो हुने मौकाहरू धेरै पायौँ। अनि जति पनि पाएको मौकाहरूलाई मध्येमा आई थिङ्क मोस्ट अफ देम हामीले ग्र्याब गर्न सक्यौँ होइन। समथिङ चाहिँ मिसिङ पनि भयो होला जुन चाहिँ हामी नेक्स्ट इयरमा अवश्य नै ग्र्याब गर्नेछौँ। अनि त्यही हो, एभ्रिथिङ चाहिँ राम्रो होस् यो इयरमा चाहिँ, त्यही नै हामी होपफुल छौँ। सो गाइज, तपाईँहरूलाई चाहिँ आजको दिन हाम्रो कस्तो हुन्छ, हाम्रो पार्टी कस्तो हुन्छ त्यस्तो देखाउन गइरहेका छौँ। सो हामीसँग स्टे कनेक्टेड है त। बाई बाई। मात्र खिच्छ। दाइ दाइ सो सबैजना हामी चाहिँ आजको प्रोग्राम एटेन्ड गरेर पनि होइन आइसकेका छौँ। आजको प्रोग्राम चाहिँ एकदम राम्रो भयो होइन। हाम्रो सबै साथीहरू दाजुभाइहरूसँग भेटेर हामीले योपालिको न्यू इयर चाहिँ होइन न्यू स्टार्ट चाहिँ सबैजना फ्यामिलीहरू मिलेर चाहिँ गऱ्यौँ। सो हामी चाहिँ एकदम ह्याप्पीली हामीले सेलिब्रेट गऱ्यौँ भनौँ न न्यू इयर चाहिँ। तपाईँले के भन्नु छ? त्यति भन्दै आजको यो नयाँ वर्षको कार्यक्रम यहीँ सकिन्छ। हामी पनि घर आइसक्यौँ, थाकेको पनि छौँ। अब हामी चाहिँ बिस्तारै सुत्ने है त।
हजुरहरूले हेरिदिनु हामी भयो चाहिँ सुत्ने प्रयासमा थियौँ होइन बट हाम्रो साथीहरूले चाहिँ हाम्रो न्यु इयर अझै भ्याएको छैन आऊ भनेर चाहिँ उनीहरूको घरमा इन्भाइट गरिरहेको छ अहिले आफ्टर पार्टी पनि सो हामी चाहिँ सुत्ने तर्खरमा थियौँ तर फेरि त्यता जाँदैछौँ सो यदि कुनै पनि क्लिप्सहरू छ भने हामी यहाँ देखाउँछौँ तपाईँहरूलाई अदरवाइज यही नै हाम्रो चाहिँ एन्ड अफ द भिडियो हुन्छ ह्याप्पी न्यु इयर Happy New Year from us to you guys. थ्याङ्क यू कता हजुर Please like, subscribe and comment.